हेर्नुहोस् त ओ माय गॉड वेलकम टु गाउँको ब्लगमा गाइस सबैजना सन्चै हुनुहुन्छ है आजको ब्लग यो सुन्दर रोडबाट सुरु हुन्छ गाइस हेर्नुहोस् त यो भ्यू कति डर लाग्छ तर कति सुन्दर छ यो सिनेरी नै ब्लगको हाइलाइट हो है तपाईहरुलाई यो गाउँको चेलीले देखाएको दृश्य कस्तो लाग्यो हाम्रो नेपालको सुन्दरता कसलाई मन पर्दैन होला है गाइस गाउँको जीवन सरल भए पनि खुसीले भरिएको हुन्छ यस्तै ठाउँले मलाई एनर्जी दिन्छ तपाईहरु पनि पोजिटिभ रहनुहोस् है तपाईहरुलाई यो गाउँको चेलीले देखाएको दृश्य कस्तो लाग्यो हाम्रो नेपालको सुन्दरता कसलाई मन पर्दैन होला है गाइस दर्शकहरु तपाईहरु कुन ठाउँबाट हुनुहुन्छ तपाईहरुको सपोर्टले यो गाउँको ब्लगलाई अझ अगाडि बढाउन चाहन्छु माया वर्षा गरिदिनु होला है ओके यो बाटोबाट हेर्दा कति डर लाग्छ है किनकि तल धेरै डेन्जर छ दर्शकहरु तपाईहरु कुन ठाउँबाट हुनुहुन्छ तपाईहरुको सपोर्टले यो गाउँको ब्लगलाई अझ अगाडि बढाउन चाहन्छु माया वर्षा गरिदिनु होला है ओके गाइज यस्तो भ्यूमा हिँड्दा मजा नै छुट्टै छ कस्तो लाग्यो तपाईहरुको लागि पनि रमाइलो अनुभव भन्ने आशा छ नेपालको सुन्दरतामा सबैको मन पर्छ नि गाइज यो ब्याकग्राउन्डको सुन्दरता बयान गर्नै सकिदैन साच्चै भन्नुपर्दा हाम्रो नेपाल सुन्दरताको खानी नै हो इन्जोय गर्नुहोस् है हर सुर में बस तेरा एहसास हर राग में तेरा नाम गूंजता जब तेरे गाइस आजको ब्लग यहीसम्म आशा तपाईहरुलाई हाम्रो गाउँ र सुन्दरता कस्तो लाग्यो सपोर्ट गर्नुहोस् कमेन्ट गर्नुहोस् अनि अघि ब्लगमा फेरि भेटौँला बाइ बाइ